भिडको मानसिकतासँग खेलेर सत्तामा काबिज भएका प्रधानमन्त्री बालेन शाह र उनको दल रासोपा बिस्तारै जनतासँग गरेको बाचाबाट विमुख बन्दैछ। बालेन सरकार र रासोपाले कदापि बिर्सिनु हुँदैन, यो सरकार यहाँहरूको लोकप्रियताले मात्रै बनेको होइन। पुराना दलको कार्यशैलीबाट आजित बनेका जनताले बालेन शाहलाई अर्को विकल्प नपाएपछि प्रधानमन्त्री बनाएको हो भनेर पनि बुझ्नै पर्छ। सुशासन र समृद्धिको नारा बोक्ने तर स्वार्थ र लालचबाट कहिल्यै बाहिर निस्किन नसकेका नेताहरूमाथि रिस फेरेर जनताले घन्टीमा मत हालेका हुन् भन्ने पनि बुझ्नै पर्छ। सुशासनको नारामाथि न्याय गर्न सक्लान् कि भनेर, यो देशलाई भ्रष्टाचार मुक्त बनाउन सक्लान् कि भनेर बालेन शाहको पछाडि भिड उर्लिएको हो। तर बजेटको दायरामा हेरफेर गरेर व्यापारी पोस्न लालायित अर्थमन्त्री स्वर्णिम वाग्ले अनि अकुत सम्पत्ति कमाएको छानबिनको प्रतिवेदन सार्वजनिक नगरी फेरि गृहमन्त्री बनाइएका सुदन गुरुङ जस्ता पात्रलाई बोकेर बालेन सरकारले जनताको सपना पुरा गर्न सक्दैन। यो कुरा हामीले समय रहँदा नै बुझ्नै पर्छ, नत्र कुनै दिन हाम्रो मन फेरि एकपटक उडिने पक्का छ। स्वागत छ जय जनतामा, म चेतन पाण्डे। पुराना दल र फटा नेतालाई तह लगाउनकै लागि फागुन 21 गते मतदान गर्न जाँदा जनताले धेरै कुरा बिर्सिदिएका थिए। भदौ 24 गते रवि लामिछाने नक्खु कारागारबाट भाग्दा देशभरिका कैदीहरूलाई जेलमा विध्वंस मचाएर भाग्ने साहस मिलेको कुरा बिर्सिदिएका थिए। कारागारबाट भाग्दा बदनामी भएपछि नक्कली कागजात देखाएर बच्न खोजेको कुरा बिर्सिदिएका थिए। रासोपा जेनजी आन्दोलनको स्टक होल्डर नभए पनि बालेन शाहको प्रवेशपछि रासोपालाई नै युवाहरूको दल मान्न स्वीकार गरेको कुराहरू पनि बिर्सिदिएका थिए। काठमाडौँ महानगरको मेयर हुँदा काम गर्न नसकेको कुरा बिर्सिदिएर सारा जनताले बालेन शाहलाई राष्ट्रिय राजनीतिमा स्वागत गरेका थिए। अनि यहाँलाई लाग्दैन जनता माझ बालेन शाहको लोकप्रियता उनले गरेका कामभन्दा पनि जनतालाई निराश बनाएका नेताहरूसँग सामाजिक सञ्जालमा जोरी खेलेर बढेको हो भनेर? हुन त आज पनि बालेन शाहले प्रधानमन्त्री बनेर यो देश बनाउँछन् भनेर विश्वास नगर्ने जनताको सङ्ख्या कम छैन। अनि यस्तो मत राख्ने जनतालाई अहिले बालेन सरकारले औँला तेर्साउने मौका दिन थालेको छ। अनि यहाँलाई लाग्दैन चुनावमा सुशासनको नारा बोक्दा जनताको अपार साथ पाएको यो सरकार पनि बिस्तारै कुशासनतिर लम्किँदैछ भनेर? 35औं वर्षसम्म जनतालाई निराश बनाएर आफै मोटाएका स्वार्थी नेताहरू चाहिँ नियत खराब गर्दैछ भनेर? नियत खराब भएका व्यापारी र बिचौलियालाई काखी च्याप्दैछ भनेर? अनि पुराना नेताहरू चाहिँ आफ्ना मान्छेले जतिसुकै गल्ती गरे पनि उसलाई पुरस्कार दिन कानुनको छिद्रसँग खेल्न पनि हामी माहिर छौँ भनेर साबित गर्दैछ भनेर? दम्ब गर्दैछ भनेर? नत्र भए यो सरकारले संसदमा पढिसकेको आर्थिक विधेयक वा बजेटमा आफू खुसी व्यापक हेरफेर गर्दैनथ्यो। नजिकका व्यापारी पोस्न बजेटका दरमा आफू खुसी हेरफेर गर्दैनथ्यो। अनि बजेट ल्याउनु अगाडि नै आफू निकटका व्यापारीलाई पोस्त कमाउन करका बारे सूचना चुवाट गर्दैनथ्यो। अब पनि रासोपा र बालेन सरकारको हनुमानका भिडले यो कुरा नबुझ्ने हो भने देश झनै बर्बाद हुने पक्का छ।
अनि यहाँलाई लाग्दैन गृह मन्त्रालयमा फर्काइएका सुदन गुरुङले के र कुन कारणले सफाई पाए भनेर जनताले थाहा पाउनु पर्थ्यो कि पर्थेन? सरकारले पहिला सुदन चोक्खेको प्रमाण सार्वजनिक गरेर मात्र उनलाई फेरि गृह मन्त्रालयमा फर्काउनु पर्थ्यो कि पर्थेन? छानबिन गर्न बनाइएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगर्दा सरकारको नियत सफा रहेनछ भन्ने मत बन्छ कि बन्दैन एकपटक सोच्नु पर्दैन थियो? तर कसैसँग नदब्ने छवि बनाएका प्रधानमन्त्रीलाई सुदन गुरुङलाई जसरी पनि गृहमन्त्री बनाउन किन हतारो भयो? अनि जनताले प्रधानमन्त्रीलाई सोध्ने कि नसोध्ने प्रधानमन्त्री ज्यू यहाँको गृहमन्त्रीको शिरमा कस्तो र कति बलियो शक्तिको हात छ जसले गर्दा हिजोका नालायक सरकारले समेत नगरेको काम यहाँले गर्न बाध्य हुनु पर्यो। आफ्नो छविलाई धुमी ल्याउन अग्रसर हुनु पर्यो। सुशासनको जुन नारामा यो सरकार बनेको छ त्यसैकै धज्जी उडाउनु पर्यो। प्रधानमन्त्रीज्यू यहाँले जवाफ नदिए पनि अब बिस्तारै जनताले यस्ता प्रश्नहरूको जवाफ खोज्ने नै छन्। अनि अब यहाँलाई लाग्दैन पहिले त यो सरकार भिडको मानसिकतासँग खेलेर सत्ता कब्जा गर्न सफल भयो। अब त्यही भिडलाई उकासेर आफ्ना करतुतहरू ढाकछोप गर्न पनि लागेको छ। अनि संसदको आडमा अब राज्यका संयन्त्र राज्यका नीतिमाथि कब्जा जमाउन आतुर देखिएको छ। ऐन कानुनको धज्जी उडाउन आतुर बनेको छ। गरिबलाई रुवाएर धनीलाई हँसाउन तयार बनेको छ। चुनाव अघि जनतासँग गरेको वाचाहरू कतै चुनाव जित्ने दाउ मात्र त थिएन। अब बिस्तारै जनताले यो प्रश्न पनि गर्नेछन्। त्यसमाथि बालेन सरकार बनाउन कम्मर कसेर लागेका युवाहरूले नै अहिले सरकारको खोइरो खन्न थालिसकेका छन्। आफ्ना नजिकका पात्रले जे गर्दा पनि सही हुने, तर साधारण जनताले केही नगर्दा पनि दोषको भागीदार बन्नुपर्ने परम्पराको अन्त्य हुनुको सट्टा फेरि बल्झिएको महसुस गर्न थालेका छन्। सरकार मातहतका एउटा सचिवले प्रधानमन्त्रीलाई एसएमएस पठाउँदा अपराधीलाई चाहिँ प्रहरीले धरपकड गर्ने, अनि प्रधानमन्त्रीदेखि मन्त्री र सांसदहरूले सामाजिक सञ्जालमा खिसीट्युरी गर्दा यो सरकारले कुनै सस्तो कमेडी फिल्मको झल्को दिन थालेको छ। संसदमा दिनौँ हुने क्षोभ लाग्दो व्यवहारले सदन समेत कुनै नाटकको मञ्च चाहिँ देखिन थालेको छ। अनि जनतालाई हामी कुनै स्वाधीन राष्ट्रका बासिन्दा हो कि कसैले तयार पारिदिएको रङ्गमञ्चका एक्स्ट्रा कलाकार भन्ने भ्रम पर्न थालेको छ। हामी अहिले पनि भन्छौँ यो सरकार पुरा 5 वर्ष चल्नुपर्छ। राजनीतिमा देखिएको स्थिरताको खडेरीलाई चिर्नुपर्छ। तर अहिले जसरी केटाकेटीको खेल झै देश चलिरहेको छ, राज्य संयन्त्रलाई चलाइरहेको छ, यसरी देश चल्नु हुँदैन। कसैको बालहटमा देश कदापि चल्नु हुँदैन। थर्ड क्लासको कमेडी फिल्मको पटकथा जसरी देश चल्नु हुँदैन। अनि यहाँलाई लाग्दैन देश चलाउने हातहरू परिपक्व हुन सकेन भने देश झन् भड्खालोमा पर्छ भनेर? हिजोका नेताले बिगार्न नभएका ठाउँहरू समेत भत्किने छन् भनेर? अनि राज्य सत्तामा कुनै माहिर शिखण्डीले कब्जा जमाउने छ भनेर? अनि अहिले हामीले नायक मानेकाहरू चेस बोर्डका प्यादा झैँ निरीह खेलाडी मात्र बनेर उभिने छन् भनेर? त्यसैले यो सरकारलाई सुशासनको नाराबाट भाग्ने छुट छैन। कसैतिर इसारा गरेर तेरो र मेरो भन्ने छुट छैन। गरिबलाई रुवाएर धनीलाई पोस्ने छुट छैन। सबैभन्दा ठुलो कुरा त गरिब जनतालाई तेरो लागि न्याय मर्दैछ भनेर भान गराउने छुट छैन। विलासी गाडीका व्यापारीलाई पोसेर ठेला गाडावालालाई खान नपाउने बनाउने छुट छैन। आफ्नालाई पोस्दा शक्ति
कम्तीमा ल्याउँदा गरिब जनतालाई औषधि खान नपाएर मरु कि बाँचु भन्ने अवस्थामा ल्याउने छुट छैन। अनि पुराना दल र नेता झै जनतालाई दम्ब देखाएर आफू खुसी गर्दा 5 वर्षपछि त्यही जनताको न्यायको कठघरामा उभिनुपर्छ भन्ने पनि बुझ्नै पर्छ। नत्र जनताले ब्यालेटबाट बजार्ने लट्ठीको चोट कस्तो हुन्छ भनेर एकपटक पुराना दल र नेतालाई सोधे हुन्छ होइन त? यहाँलाई के लाग्छ? मलाई त यस्तै लाग्छ। जय जनता, यहाँलाई कस्तो लागिरहेको छ? हाम्रो कार्यक्रमबारे हामीलाई editor.nepalbimba@gmail.com मा लेखेर पठाउन सक्नुहुन्छ। राम्रो लागिरहेको छ भने हाम्रो युट्युब च्यानल नेपाल बिम्बालाई लाइक, सेयर र सब्सक्राइब गर्न समेत आग्रह छ। हस्त आजलाई यति मात्र भनौँ। जय जनता।